माइती घर मण्डलमा आएर सुदूरपश्चिमको भाषा संस्कृति खाडी भाकाको प्रदर्शन पनि गर्नुभयो र अर्कोतर्फ यो विकृतिलाई चाहिँ निषेध गर्नुपर्छ, यसलाई चाहिँ अन्त्य गर्नुपर्छ विकृतिको भनेर सन्देश दिइरहनु भएको छ। हजुर, अगाडि पनि केही थप कार्यक्रमहरू गर्ने योजना सहित आउनु भएको छ कि आज यसो नै मात्रै? एकदम 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 राम्रो प्रश्न। यो प्रश्न मलाई सञ्चार माध्यमले सोध्नु होला भन्ने मैले अपेक्षा बोकेकै प्रश्न हो होइन। योभन्दा आजभन्दा मैले भनिसकेँ 10 वर्ष अगाडिको यो मेरो अभियान हो। तर यो मैले गरेँ मात्र भन्दिनँ होइन। म एउटा देउडा संस्कृति संरक्षण प्रतिष्ठानको संस्थापक हुँदै गर्दा होइन, यस्ता जसरी यो चाहिँ देउडा संस्कृति संरक्षण प्रतिष्ठान एउटा धनगढीमा मात्र नभइकन, सुदूरपश्चिममा मात्र नभइकन, सुदूरपश्चिमको 8 जिल्लामा, कर्णालीको 8 जिल्लामा, लुम्बिनीको 2 जिल्लामा र बागमती 1 जिल्लामा गरेर यसका आधिकारिक ब्रान्चहरू 20 जिल्लामा छ र आगामी दिनहरूमा पनि यसका विषयमा अभियान मात्र होइन, महाअभियान लगेर जाने भन्ने यहाँ अपेक्षा हामीले बोकेर यहाँसम्म पुगेका छौँ। र हामी सधैँ माइती घरमै देखिनुहुन्छ? माइती घरमा हामी देखिँदैनौँ। माइती घरमा त यहाँ सञ्चार माध्यमलाई खोज्दै यहाँसम्म हामी दौडेका हौँ। किन भन्दाखेरिमा माइती घरमा त अहिले हाम्रो त्यतिको काम थिएन। सञ्चार माध्यमका व्यक्तित्वहरू कहाँ भेटिनुहुन्छ भन्दाखेरिमा यसो माइती घर मण्डलमा जानुहोस्, एकदम भेटिनुहुन्छ भन्दाखेरिमा हाम्रो आवाज के त त्यहाँबाट पनि हामीले चाहिँ सबै नागरिकहरूमा पुर्याउन सक्छौँ भन्ने अपेक्षाका साथ यहाँ पुगेका हौँ। अब त्यसो भए माइती घरमा बसेर यो आफ्नो कला संस्कृति प्रस्फुटन गर्ने, देखाउने र विकृतिको विरुद्ध चाहिँ अभियान थाल्ने कुनै योजना छैन? यहाँ छैन हाम्रो छैन। जुन चाहिँ जो हाम्रो अभियान चलेको छ होइन, यो अभियानले पनि न्याय पाएको देखिँदैन। किन पाएको देखिँदैन भन्नुहुन्छ भने हामीले कयौँ कार्यक्रम गऱ्यौँ होइन, कयौँ ध्यान आकर्षण गरायौँ होइन। यो चाहिँ मैले नाम चाहिँ त्यो गीतको मैले बोलिनँ। कुनै 1-2टा गीतहरू समाजमा असुहाउँदो खाले गीतहरू आउँदाखेरि हाम्रो देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ध्यान आकर्षण गरायो। सुन्नु है, ध्यान आकर्षण के भयो त? ध्यानमै सीमित भयो हो। ध्यान आकर्षण ध्यानमै सीमित भयो। विज्ञप्ति हान्यौँ, विज्ञप्तिमै सीमित भयो भनेपछि के रह्यो त? अब हामीसँग केही छ त? छैन। हामीलाई त्यो नियन्त्रण गर्नका लागि त्यो संस्थासँग त्यत्रो अधिकार छैन। हामीले भनेको विज्ञप्ति हान्ने हो, ध्यान आकर्षण गराउने हो। र ध्यान आकर्षण गराइसकेपछि एउटा देउडा संस्कृतिलाई समस्या परेको विषय होइन नि त त्यो। हरेक नेपाली नागरिकलाई समस्या परेको विषय हो विकृति भनेको होइन। तपाईँको भन्दाखेरिमा यो समाजमा असुहाउँदा गीत मैले यहाँलाई नै प्रश्न बर्सायो। यहाँहरूले हजुरहरूको यो भनौँ न इष्ट मित्र फ्यामिलीको बिचमा यस्ता समाजमा सुन्न नसक्ने गीत सुन्नु सक्नुहुन्छ त? तर देउडा तपाईँले यसो भनिरहँदाखेरि तपाईँले नकारात्मकता फैलाइराख्दाखेरि पनि एउटा पक्ष कसरी उदाइरहेको छ, युवाहरू कसरी उदाइरहेका छन् भने जेआर भट्ट जस्ता मान्छेहरू पनि जन्मिरहेछन्, भानुभक्त जोशीहरू जस्ता होइन। उहाँले चाहिँ देउडालाई थप उचाइमा पुर्याइराख्नु भएको छ। जेआर भट्ट सामाजिक सञ्जालमा एकदम सक्रिय हुनुहुन्छ। देउडा संस्कृति संरक्षणमा तपाईँहरूभन्दा राम्रो भूमिका अहिले युवाहरू छ र देउडा संस्कृतिमा अहिलेका युवाहरूको आकर्षण पनि छ नि तपाईँले। र अर्को कुरा तपाईँले जो अशिष्ट भन्नुभयो, देउडा मार्फत पनि कतै न कतै कुनै न कुनै स्वरूपमा त्यो होइन छड्के हान्ने होइन, एकअर्कालाई चाहिँ डोमिनेन्स गर्ने त्यो किसिमको शैली त देउडाको आफ्नै मौलिकता पनि हो। यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँ? हो, हजुरले भन्नुभयो कयौँ कलाकार मित्रका नाम लिनुभयो, यहाँलाई म धन्यवाद भन्न चाहन्छु। मैले जेआर भट्ट भन्नुभयो, भानुभक्त जोशीजी भन्नुभयो होइन, मैले यहाँको कुनै कलाकारको विरोध गरेको छैन र म गर्न पनि गर्दैन। उदाइरहेछन् नि, उदाउनु राम्रो हो, जन्मिनु राम्रो हो। तर कसैले पनि होइन राम्रा गीत गाउनुहुन्छ, सम्मान छ होइन। मैले त्यो राम्रा गीत गाउनेलाई मैले भनेको छैन नि, विरोध गरेको छैन नि। यदि समाजमा असुहाउँदा गीत गायो भने त्यो भनेको त मलाई मात्र समस्याको विषय होइन नि, यहाँहरूलाई पनि समस्याको विषय हो नि त। समाज दुर्गन्धित भयो भने मलाई मात्र समस्या हो र त्यो सिङ्गो समाजलाई समस्याको विषय हो नि त। त्यस कारणले गर्दाखेरि यो चाहिँ विकृतिका विसङ्गति बोकेका जो समाजमा असुहाउँदा गीत सङ्गीत छन् तीलाई चाहिँ प्रतिबन्ध लगाइनुपर्छ। आलोचकहरूले के भन्छन् भने नारायण गोपालका गीतमा पनि अश्लीलता छ भन्छन् क्या। अहिले तपाईँको होला, त्यो मैले अब सुनेको छैन होला होइन, कहीँ सुने होला, मैले ठ्याक्कै नचिने होला। अहिले कस्तो छ भन्दाखेरिमा तपाईँको लाइक कमेन्ट भ्युजको लागि जे पनि गरिदिने भने, जे पनि गाइदिने भने, लाइक कमेन्ट भ्युजका लागि जे पनि गरिदिने, यो सुहाउँछ?
जे पनि गीत गाइदिने यो सुहाउँछ। अनि त्यो जे पनि गाएको गीतलाई चाहिँ समाजमा बज्न दिँदा, यो देशमै बज्दा त्यसलाई प्राथमिकता दिँदा यो सुहाउँछ भने यो त सुहाउँदैन नि। किन भन्दाखेरिमा हामीले भनौँ त आहा सभ्य समाजको निर्माण, सुशासनको नारा त कति मिठो बोकेका छौँ नि त। यो नेपाल त सुन्दर भूमि हो, संस्कृतिको भूमि हो त। यो मन्दिरले भरिएको संस्कृतिको खानीको देश हो त। अनि यसरी चाहिँ विकृति फैलाउँदै गर्दा अहिले हेर्नुहोस् त, बजारमा कपडा, यो बजारमा घुम्दै जानुहोस् त, शरीरमा ढाक्ने लुगा छ कि छैन? शरीर ढाकेर लगाउनु मिल्ने लुगा छ कि छैन? अहिले हेर्नुहोस्, मैले उत्पादन त विलय नै भइसक्यो। होइन, मैले आजभन्दा केही वर्ष अगाडि हिँड्दै गर्दा यो पेटीमा अर्धनङ्गना व्यक्तिहरू मैले देख्थिनँ। अहिले चाहिँ अर्धनङ्गना पुरै पेटी भरिरहन्छ। यो पनि एउटा संस्कारभित्र परेन? विकृति, संस्कारभित्र विकृति परेन यो? होइन। किन भन्दाखेरिमा ओहो फलाना छोरा आउनेपछि ऊ हेर्नुहोस् त फलाना छोराले कस्तो लुगा लगाएको छ, ऊ हेर्नुहोस् त फलाना छोरीले कस्तो लुगा लगाएको छ। त्यो भनेको नि एउटा कस्तो हो भन्दाखेरिमा त्यो पनि एउटा आलोचना हो नि त। त्यस कारणले सभ्य समाजको निर्माण मैले भन्दै गर्दा, यति कुरा भन्दै गर्दा म के आग्रह गर्न चाहन्छु भनेपछिमा मैले कसैलाई यो ठेस पुगाएको होइन, कसैको आलोचना, कसैप्रति खेस प्रकट गरेको होइन। म भित्रको प्रष्ट विचार पोकेको हो। तर यसका लागि, यो राम्रो हुनुका लागि म पनि असल हुनुपर्छ, मबाटै यो थालनी हुनुपर्छ। त्यस कारणले गर्दाखेरि म आफूबाट पनि त्यो थालना गर्नुपर्छ। हरेक नागरिकले असल कर्म गर्नुपर्छ, होइन। यो नराम्रो हो, यो राम्रो हो भन्ने छुट्याउनु सक्ने नेपाली नागरिकमा त्यो हैसियत हुनुपर्छ। त्यसै कारणले गर्दाखेरि चेतनशील प्राणी भनेको, चेतनशील प्राणी भन्ने बित्तिकै गोबर दिशा खाने प्राणी, गोबर दिशा खानु हुँदैन। नागरिक भइसकेपछि अन्न खानुपर्छ। गोबर दिशा खाएको व्यक्तिले त्यस्तो गर्छ। जसरी अहिले हेर्नुहोस् त, सामाजिक सञ्जालमा तपाईँको दिदीबहिनी भने कस्तो, मेरो दिदीबहिनी भने कस्तो, एउटै होइन हो। मेरो दिदीबहिनीसँग मसँग रगतको नाता होला, तपाईँको दिदीबहिनीहरूसँग भावनाको नाता छ नि त। रगतको नाता भन्दा भावनाको नाता ठुलो भने छ कि छैन? भनेपछि हामीले कस्तो संस्कार गर्ने, कस्तो इज्जत दिने। उहाँ अर्काको दिदीबहिनी देख्ने बित्तिकै तपाईँको भन्दाखेरिमा जिस्काउँदै हिँड्दिने त? यही हो हाम्रो नेपालको हाम्रो परिवेश, हाम्रो समाजमा। उहाँलाई पनि हामीले सम्मान दिनुपर्छ। उहाँलाई पनि यस्तो लागोस् आहा जे भए पनि म घरबाट बाहिर हिँड्दाखेरि पनि आफ्नै दाजुभाइसँग छौँ है, आफ्नै आमा बुवासँग छौँ है भन्ने किसिमको एउटा प्रभाव पारेको। त्यो के भयो त? सभ्य समाजको निर्माण हुन्छ त्यहाँ, होइन। सभ्य समाजको निर्माण भनेको लेखेर भाषण गरेर हुँदैन, व्यवहारमा लागु हुनुपर्छ। यहाँ कयौँ छन् म संस्कृति जगाउँछु भनेर डङ्गा पिड्ने, तर तिनीहरूले विकृतिको पराकाष्ठ ल्याएको छ। तपाईँको भन्दाखेरि संस्कृति जगाउँछु भन्ने विदेशबाट आएको त्यो केक काटेर, म त्यसलाई के भन्छु भने केक भन्दैन, गोबरको थाउडा, गाई गोरुले दिशा गरेको गोबरको थाउडै भन्छु म। चक्कुले यसरी काट्छन्, त्यो भनेको विकृति हो। यसमा चाहिँ कसैले अब त्यो मनाउनेले गाली गर्ला, म कसैले गाली गर्यो भने त्यो गाली गर्नेलाई पनि म के भन्छु भने, मैले गाली गर्दैन, उहाँलाई चाहिँ गाली गर्नेलाई म के भन्छु भने उहाँको पहिचान नै त्यही हो है। गाली गर्ने व्यक्तित्वको त्यो जस्तो गाली गरेको छ उहाँको पहिचान नै त्यही हो। मेरो तर्फबाट गाली गर्ने व्यक्तिहरूलाई पनि फुल र गुच्चाका साथ सम्मान गर्ने यो मेरो संस्कार हो। फुल र गुच्चाले उहाँलाई सम्मान गर्ने मेरो संस्कार हो। अब यति हो। अन्त्यमा हजुरको परिचय बताइदिनुहोस्। मेरो ज्ञानेन्द्र अविरल छेत्री, डडेलधुरा जिल्ला अजमेर गाउँपालिका वडा नम्बर 2, प्रदेश नम्बर 7, सुदूरपश्चिम। म देउडा संस्कृति संरक्षण प्रतिष्ठानको संस्थापक परिकल्पनाकार, जसले त्यसको परिकल्पना गर्यो, जसले चाहिँ त्यसको स्थापना, अध्यक्ष छैन, अध्यक्ष चाहिँ त्यसको ध्रुवबहादुर सिंह हुनुहुन्छ। म चाहिँ त्यो संस्थालाई चाहिँ निर्माण गर्ने संस्थापक, त्यसको परिकल्पना गर्ने परिकल्पनाकार। हस्, धन्यवाद। यहाँलाई पनि समयको लागि धेरै धेरै धन्यवाद।